सो हेलो एभ्रिवान, आजको यो भिडियोमा मैले डिजिटल लजिकको मल्टिप्लेक्सरको बारेमा पढाइराखेको छु है। सो यो इम्पोर्टेन्ट छ क्या, यो टपिकमा आउने तपाईँहरूको एडर, सब्ट्र्याक्टर, अनि यो मल्टिप्लेक्सर, डिमल्टिप्लेक्सर अनि इन्कोडर डिकोडरहरू छ नि, यिनीहरू एकदमै इम्पोर्टेन्ट क्वेसनहरू छ र यो चाहिँ तपाईँहरूको हरेकचोटि जुन फाइनल इक्जाम हुन्छ यो डिजिटल लजिकको तिनीहरूमा आइरहेको हुन्छ। जस्तै तपाईँहरूको मैले चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको चाहिँ 2023-24हरूको इक्जाममा आइरहेको थियो। मैले तपाईँहरूको यहाँनिर अहिले लगाइदिन्छु यतातिर, यो भिडियो एडिट गर्दाखेरि त्यहाँ क्वेसनहरू आएको थियो भनेर देखाइदिन्छु। सो अब यसलाई मैले पार्ट 1 लेखेँ है, ठिक छ। अब बुझौँ मल्टिप्लेक्सरको बारेमा। मल्टिप्लेक्सरको डिफिनेसन म अहिले यहाँले लगाइदिन्छु। मल्टिप्लेक्सर भनेको के हो भने धेरैवटा इनपुट लिने, जस्तै मैले 2वटा इनपुट लिएँ अनि के लेखेँ, एउटा आउटपुट पठायो भनेको के रहेछ। मल्टिप्लेक्सर भनेको धेरैवटा इनपुट पठाउने तर के आउँछ, एउटा मात्रै आउटपुट आउँछ, त्यो भनेको के रहेछ, मल्टिप्लेक्सर रहेछ है। सो बुझ्यो, मल्टिप्लेक्सर भनेको के रहेछ भने अ मल्टिप्लेक्सर इज अ कम्बिनेसनल सर्किट द्याट सेलेक्ट वान अफ मेनी इनपुट्स। के गरो, मेनी इनपुट्सहरूलाई सेलेक्ट गरो अनि इन्सर्ट वानली वान आउटपुट। के गरो, वानली वान आउटपुट के गरो, यसले पठायो। सो के भयो, मल्टिप्लेक्सर भनेको धेरैवटा इनपुट लिने अनि सिङ्गल आउटपुट पठाउने के रहेछ, मल्टिप्लेक्सर रहेछ। यो कति मल्टिप्लेक्सर भयो, 2/1 को मल्टिप्लेक्सर भयो यो। किनकि 2वटा नम्बर अफ इनपुट छ अनि एउटा के छ, आउटपुट छ। जस्तै अब म के बनाउँछु, 4/1 को मल्टिप्लेक्सर बनाऊ। हेरौँ है त, 4/1 को मल्टिप्लेक्सर कस्तो हुन्छ त। 4/1 को मल्टिप्लेक्सर भनेको हेर्नुहोस् के हुन्छ, एउटा, 2टा, 3टा, 4वटा। यो 4 भनेको के हो, नम्बर अफ इनपुट लाइन्स। हेर्नुहोस् एउटा, 2टा, 3टा, 4वटा इनपुट छ। यसलाई के गर्छु, फर्स्टलाई I0, I1, I2, I3, ठिक छ। अब हेर्नुहोस् यो बिचमा के लेख्यो, 4/1 मक्स लेख्यो। अब मैले के भनेको छ, मल्टिप्लेक्सर भनेको धेरैवटा इनपुट लिने, मल्टिपल नम्बर अफ इनपुट लिने तर आउटपुट के गर्ने, एउटा मात्रै पठाउने, एउटा आउटपुट पठायो, यो के भयो, आउटपुट भयो। ठिक छ, यहाँसम्म बुझ्यो। मल्टिप्लेक्सर भनेको मल्टिपल नम्बर अफ इनपुटलाई चाहिँ लिने तर वान आउटपुट के गर्ने, पठाउने, यो के भयो, मल्टिप्लेक्सर भयो। अब हामीले के बुझ्नुपर्छ भने मल्टिप्लेक्सरमा अब अर्को पनि के हुन्छ, नम्बर अफ सेलेक्ट लाइन्स। नम्बर अफ सेलेक्ट लाइन्स भने चाहिँ के हो भन्दाखेरि, जस्तै मैले यहाँ एउटा सानो सर्किट डिजाइन गर्छु अनि फेरि बुझाउँछु है। ल यहाँ हेर, अब यो के भयो भने यो एउटा के भयो, 4/1 को के भयो, मक्स भयो। मक्स भनेको के हो, मल्टिप्लेक्सर। मल्टिप्लेक्सरलाई हामीले के पनि डिनोट गर्छौँ, मल्टिप्लेक्सरलाई हामीले मक्स भन्यो भने के हो, त्यो मल्टिप्लेक्सर हो। ठिक छ, ल हेर अब यसमा के छ भने यो के भयो, इनपुट लाइन्सहरू भयो। के यिनीहरू, नम्बर अफ इनपुट लाइन्स। अब यहाँनिर के हुन्छ, सेलेक्ट लाइन्स हुन्छ। सेलेक्ट लाइन्स भनेको चाहिँ यो इनपुट जुन छ नि, यो चाहिँ कुन चाहिँ योसँग कनेक्ट हुन्छ भनेर के गर्छ, सेलेक्ट लाइनले देखाउँछ। जस्तै योचोटि यो कनेक्ट भयो, यो 0 भयो, यो के भयो, I0 आउटपुट निस्क्यो। अब यदि यो सिधिसकेपछि अर्को कनेक्ट भयो अरे, यो 0 भयो, यो 0-1 भयो अरे। अब यो 0-1 चाहिँ योसँग कनेक्ट भयो अरे, के निस्क्यो, आउटपुट I1 निस्क्यो। भनेको सेलेक्ट लाइनले के काम गरिरहेछ, यो जुन इनपुट छ नि यो चाहिँ कुनसँग कनेक्ट भएर आउटपुट निकाल्छ भन्ने काम केले गर्दछ, सेलेक्ट लाइनले गर्दछ। सेलेक्ट लाइन कुनको कसरी हुन्छ भनेर कसरी निकाल्ने, त्यसको लागि एउटा सानो फर्मुला छ। फर्मुला हामी यसरी लेख्छौँ यहाँ हेर है। ल यहाँनिर मैले के लेख्यो, फर्मुला लेख्यो, ल 2 को पावर m = n लेख। यहाँनिर तिमीले अब यस्तो गर, यो m भनेको के हो, नम्बर अफ सेलेक्ट लाइन्स। के हो, नम्बर अफ सेलेक्ट लाइन्स भनेको तिम्रो m भयो। n भनेको के ल्याऊ, नम्बर अफ इनपुट्स। के ल्याऊ, n भनेको नम्बर अफ इनपुट्स। अब हेर 2 को पावर m = अब तिमीले जस्तै के को सेलेक्ट लाइन निकाल्यौ, जस्तै तिमीले यो 4/1 मक्स छ नि, यसको तिमीले के निकाल्न खोज्यौ, तिमीले सेलेक्ट लाइन निकाल्न खोज्यौ। अब यसमा नम्बर अफ इनपुट लाइन कति हो, 4/1 मक्समा नम्बर अफ इनपुट लाइन कति हो, 1 2 3 4। यो 4 हो कि नम्बर अफ इनपुट लाइन हो। सो n को ठाउँमा के राख, तिमीले 4 राख। 2 को पावर m = 4 लाई इक्वल गर्नलाई के गर्छौ, 2 को पावर 2 = 4 गर्यो भने 2 को पावर 2 भनेको 4 को किन हो। सो सेलेक्ट लाइन कति आयो, 2 आयो। भनेको 4/1 मक्सको सेलेक्ट लाइन कति हुँदछ, 2वटा हुँदछ, S0 र S1। बुझ्यौ यहाँसम्म। सेलेक्ट लाइन भनेको के रहेछ, यसले 4वटा जतिवटा इनपुट छ नि यो इनपुटमा कुन इनपुट चाहिँ
आउटपुटसँग जोडेर आउटपुट निकाल्छ भन्ने कुरा हो क्या, बुझ्यौ। जस्तै यो सुरुमा 0 0 जोड्यो, यो 0 0 0 चाहिँ यहाँ गएर जोड्यो, सो के निस्क्यो I0 आउटपुट निस्क्यो। 0 1 चाहिँ यहाँ गएर जोड्यो, के निस्क्यो I1 आउटपुट निस्क्यो। 0 अब 0 0 1 0 जोड्यो, के निस्क्यो I2 निस्क्यो। यसरी के गर्छ सेलेक्ट लाइनले, कुन चाहिँ इनपुट गएर चाहिँ यहाँ जोडेर चाहिँ के निकाल्छ आउटपुट निकाल्छ भन्ने कुरा के गर्नु पर्यो बुझ्नु पर्यो। सेलेक्ट लाइन भनेको, सेलेक्ट लाइन निकाल्ने फर्मुला के रहेछ, 2 को पावर m = n गर। m भनेको के हो सेलेक्ट लाइन, n भनेको के हो नम्बर अफ इनपुट लाइन्स। अब हेर तिमीलाई मैले के सिकाएँ, अब अर्को हेर, अब तिमी के गर्छौ 2/1 मक्स को के निकाल्छौ तिमीले सेलेक्ट लाइन निकाल। जस्तै यहाँ के हुन्छ पहिलो I0 हुन्छ, पहिलो के हुन्छ देखिरह है, पहिलो हुन्छ I0, दोस्रो के हुन्छ I1, आउटपुट के हुन्छ Y मात्रै हुन्छ। अब हेर यो 2/1 मक्सको नम्बर अफ इनपुट कतिवटा छ 2 छ। सो अब यसको तिमीले सेलेक्ट लाइन कसरी निकाल्छौ, 2 को पावर m = n, 2 को पावर m = n भनेको के हो नम्बर अफ सेलेक्ट लाइन कति छ 2 छ। यो भनेको के हुन्छ 2 को पावर 1 = 2 भनेको कति हो नम्बर अफ सेलेक्ट लाइन कति भयो 1 भयो। यसको कति रहेछ सेलेक्ट 1 S0 आउँदछ। सो यसरी भयो। अब तिमीले 8/1 मक्सको हेर त, जस्तै 8/1 मक्सको 1 2 3 4 5 6 7 8 ल है, यो के भयो I0 देखि कतिसम्म जान्छ I7 सम्म जान्छ। के भयो 8/1 मक्स 8 to 1 मक्स है। सो के भयो आउटपुट निस्क्यो। यसको के हुन्छ, यसको नम्बर अफ इनपुट लाइन कतिवटा छ 8 वटा छ। 8/1 मक्स 1 मक्समा के भयो हेर 2 को पावर m = के भयो n भयो। 2 को पावर m = n भनेको नम्बर अफ सेलेक्ट लाइन कतिवटा छ 8 वटा छ। के निकाल्यो 8, 8 भनेको 2 को पावर m भनेको 2 को पावर 3 भनेको 8 हो कि हैन हो। सो के भयो यसको सेलेक्ट लाइन 3 वटा हुँदछ, ठीक छ। S0 S1 S2 यसरी के निकाल्न सक्छौ तिमीले नम्बर अफ सेलेक्ट लाइन निकाल्न सक्छौ। अब तिमीले मल्टिप्लेक्सर भनेको के हो त नर्मली बुझ्यौ होला। मल्टिप्लेक्सर भनेको नम्बर अफ मेनी इनपुट्स दिएर चाहिँ के निकाल्ने ओन्ली 1 आउटपुटलाई निकाल्ने भनेको मल्टिप्लेक्सरले काम गर्छ। मल्टिप्लेक्सरमा के हुन्छ नम्बर अफ इनपुट लाइन्स हुन्छ, अनि के हुन्छ आउटपुट हुन्छ एउटा मात्रै, त्यसपछि के हुन्छ नम्बर अफ सेलेक्ट लाइन हुन्छ। ठीक छ यहाँसम्म ठीक छ है। अनि यो सेलेक्ट लाइन भनेको के हो, यो कसरी निकाल्ने भनेर भर्खर बुझाएँ। सेलेक्ट लाइन कसरी निकाल्ने 2 को पावर m = n, यसरी हामीले के गर्न सक्छौँ एउटा मल्टिप्लेक्सरको बारेमा बेसिक चाहिँ तिमीहरूले बुझ्न सक्छौ। हेर अब मैले तिमीहरूलाई के गर्छु एउटा मल्टिप्लेक्सर डिजाइन गरेर देखाइदिन्छु। हेर जस्तै मैले एउटा 2/1 मक्स डिजाइन कसरी गर्न सक्छु। हेर सुरुमा के गर्छु बनायो, के गर्न लाग्यो म 2/1 मक्सलाई के गर्न लाग्यो डिजाइन गर्न लाग्यो। 2/1 मक्स डिजाइन गर्ने के गर्छु 2 वटा नम्बर अफ इनपुट लाइन्स लिन्छु। के भयो एउटा इनपुट लाइन पहिलो I0, दोस्रो के भयो I1, आउटपुट लिन्छु के लियो Y लियो ल। अब हेर अब यसको मैले नम्बर अफ सेलेक्ट लाइन कसरी निकाल्छु, नम्बर अफ इनपुट्स n कति छ 2 छ। के निकाल्छु 2 को पावर m = के भयो n, 2 को पावर m भनेको कति भयो 1 = कति भयो 2। सो नम्बर अफ इनपुट लाइन कतिवटा भयो 1, के भयो S0। सो यसरी हामीले के गर्न सक्छौँ एउटा मल्टिप्लेक्सर यस्तो तरिकाको हुँदो रहेछ भनेर के गर्न पायो थाहा पायो। सो मल्टिप्लेक्सरको पार्ट 1 मा मैले यति नै बनाउने कुरा गरेँ है। सो हेर अब यदि तिमीलाई यसको नोट्स चाहियो भने मलाई मेसेज गर, त्यतिखेर म तिमीलाई पठाइदिन्छु है। सो अरु भने यस्तै नै हो। मल्टिप्लेक्सर भनेको तिम्रो नम्बर अफ मेनी इनपुट लाइनलाई सेलेक्ट गरेर चाहिँ ओन्ली 1 आउटपुट निकाल्ने। सेलेक्ट लाइन भनेको के हो थाहा पाइहाल्यौ, सेलेक्ट लाइन कसरी निकाल्ने आउटपुट निकाल्ने कुरा थाहा पाइहाल्यौ। सो अब तिमीले यसमा चाहिँ अहिले यति नै बुझ। अब जस्तै एडभान्टेजेस अफ मल्टिप्लेक्सर भनेर कसैले सोध्यो भने के गर्न सक्छौ, यसले वायरहरूलाई रिड्युस गर्न हेल्प गर्छ है, किनकि धेरैवटा इनपुट लिएर एउटा मात्र आउटपुट निकाल्छ। हामीले चाहिँ जुन त्यो हाफ एडर है, हाफ एडर अनि फुल एडर हैन सबट्र्याक्टरहरू सबै पढाएको छ नि, सबै यसको हेल्पले के गर्न सक्छौँ हामीले बनाउन सक्छौँ है। सो त्यो हामीले बनाउन सक्छौँ र त्यसलाई अब हामीले पछि इम्प्लिमेन्टेसनमा पढ्छौँ। र त्यो जस्तो तिमीलाई अब म पार्ट 2 को भिडियोमा के पढाउँछु थाहा छ, पार्ट 2 मा चाहिँ तिमीलाई मैले 2/1 मक्स त खासै इक्जाममा आउँदैन, म केबाट पढाउँछु 4/1 मक्स चाहिँ पढाउँछु ल। पार्ट 2 मा मैले 4/1 मक्सलाई के गर्छु मस्तसँग तिमीलाई एक्सप्लेन गर्छु। त्यही भएर पार्ट 2 लाई हेर, यदि चाहियो भने यसमा अलिकति सेयर र लाइक र अलिकति भ्युज बढाइदेऊ, म तिमीहरूलाई बनाइदिइहाल्छु है। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो।